ल हामी चाहिँ गोर्खा कप सकिने बेलामा आइपुग्यौँ किनभने टोयलेटमा लामो लाइन पनि थियो टोयलेटमा 2.5 घण्टाको लाइन लाग्यो ठ्याक्कै ठ्याक्कै हो के ठ्याक्कै हैन न बाबु गुरु पापुलाई हेर्न सक्दैन किन जाने हो खाने कुरा हेर्छ नि एउटै किने छैन हो कि छैन हो निरो पनि छ निरो हो हजुर सबै 10 पन हो बहिनी सबै 10 पन यता 8 सारे छ है अ दुईटा 8 पन टी-शर्टको साइज टी-शर्टको 8 पनको आउ दिने भए दिउ मम्मी के राम्रो लाग्यो लुङ्गी त खासै छाउल्याहरूमा 좀 연락시베 이것도 넣을게요. के हो यो पसलको त नामै छैन तर सामानहरु त पुरा मम्मी खिमा त्यो त रियल त होइन नि त रियल छैन कि उसो दाले ठिकै छ Ya what? Japanese saree. आज सारी भएको हुँदैन उता सोध्नु न उता पसलेलाई दिदी यो स्वेटरहरुलाई कति हो ओ यो हजुर 20 पाउन्ड त्यसले 20 पाउन्ड मम्मीलाई अहिले यो यस्तो कलर मन परेछ हो केसी
खेसेदी मम्मी मन पर्यो कुन मन पर्यो त्यो आफूलाई रातोहरू पनि छ ठुलो भयो कि ठुलो भयो साइज छ होला नि त साइज छ वान साइज सबै वान साइज अरे एउटा रातोमा नराम्रो छ नमस्ते नमस्ते अङ्कल पल्टनको साथी हो हामी त अफगानिस्तानको पनि ए हुन्छ यहाँ पनि ल स्माइल बाबा यो हटाइदिनु पर्यो क्या है ल रेडी 1 2 3 स्माइल टन्नै खिच्दैछु बाबा मैले हुन्छ बाबा भयो भयो कति कति भोजु त्यो छाउले डिजाइन मौजु चाहिँ भोजु त्यो खबर डिजाइन आदि ए हेलो हेलो ब्लगमा स्वागत छ आन्टी ल सीधा बस्नु न हेरी यहाँबाट भित्रबाट पसेर त्यस्तै रहेछ त मम्मी यहाँ पनि चमचम यहाँ 22 लेखेछ यिनीहरूलाई 22 पाउन्ड हप्ता अगाडि उहाँले सगरमाथा पनि आरोहण गरिसक्नु भएको छ र दुईजना हजुर बाबा यहीँ मम्मी सामान चाहिँ खोइ त खोइ सामान ए म त सामान चाहिँ छोडेर आउनु भएछ कि क्या छोडिन्छ फेरि निकै नै रोमाञ्चकमा रहेको छ र हामी तपाईँहरूलाई
देखाएर चाहिँ दुईजना गेस्ट खेलाडीहरूलाई चाहिँ घुमाएर आए लगत्तै हामी किमा कति हो म सोच्छु ल साउनीलाई यसले सिंगल हो कि डबल हो यसको त अलिक सस्तो भन्थ्यो यसको 12 पाउन्ड हो कि कति पाउन्ड भन्थ्यो त्यस्तै हो यो चाहिँ अलिक सस्तै पर्छ अब यो 60 रुपैयाँ चाहिँ यो चाहिँ रियल हो 12 मात्रै हो यो चाहिँ हजुर वाटर उस 12 पाउन्ड मात्रै हो हजुर किमा किन्छ दि रियल हो रे नि त त्यो त रियलहरु चाहिँ महँगो पर्छ यो चाहिँ 45-50 भन्छ किन्छ दि 10 मा दिनु न दिदी यो 10 मा दिनु न 10 मा हजुर त्यसलाई चाहिँ कति हो दिदी यो चाहिँ हो एउटा मात्र कति हो हेरौँ न कस्तो रहेछ व्हाट सुनको नभन है फेरि बस्न हान बुढा यस्तोमा किन खानु लाग्यो खाए होला नि हजुर ओके हाउ वाज योर डे ल हाम्रो कथाको आजको फिनिश भयो दासी टाटा बाई बाई Mommy, I want to drink. ओके हाउ मच मनी यु गट फिनिश 50 जबरजस्ती नर मेरो खुट्टा दुखेर म मर्न लागिसकेँ यहाँनिर हेर्न न सामान बोक्दै हो ठुलो कडा कति हो लिउँ न त 15 रुपैयाँ रे हो ठिकै हो ल यो बोक सिम्पल तम्बाको भाडा त यहाँ पो रहेछ अनि किन नि त त्यस्तो किन नि अनि त किनिसके अनि जाऊ सोधेर आऊ कति पर्दो त्यही खाने नि एउटामै खानु
पाँचवटा लग्यो भने ए भगवान प्लिज Good. Shabash. Binin, turn around and say hi. What are you doing? Good. Follow Bible. Give me. गर्दैछ भोक नमस्ते आन्टी नमस्ते अङ्कल नमस्ते हजुर मम्मी बाबा लेभल अफ ब्याट्री ह्यान्डल 0%. ओके गाइज, अब हामी चाहिँ गफ सक्यो. अब हामी फर्किँदै हो. ए ड्राइभर कता हो भन्दै कन्फ्युज भइरहेको छ. ओके ड्राइभर कन्फ्युज आफै एक्लै आफैसँग बोलिरहेको छ ड्राइभर चाहिँ. आफै बोलिरहेको छ ड्राइभर चाहिँ. फर्स्ट टाइम अल्ट्रासाउन्ड आएको कन्फ्युज भइरहेको छ ड्राइभर चाहिँ. हाम्रो ड्राइभर पक्का प्रो ड्राइभर. अब हामी चाहिँ फर्किँदै हो. फर्किँदाखेरि चाहिँ ठ्याक्क अहिलेको चाहिँ पाउने 8:40 गयो. पाउने 9 त झन्डै 9 बज्न लाग्यो. घर पुग्दाखेरि हामी चाहिँ लाइकली 11 बज्छ. म्याक्सिमम् 11 बज्छ, नभए पाउने 11 बजी घर पुग्छ. घर पुग्ने बित्तिकै ढलक्क सुत्ने हो. अनि भोलि बिहान काम छ. सो गाइज यो चाहिँ हामी फर्क्यौँ. स्टिल 9 बज्न लाग्यो. घाम स्टिल घाम त्यहाँ झुल्किरहेको छ है. घाम डुबेको छैन गाइज. मजाले घाम लागिरहेछ. हजुर अहिले चाहिँ 10 बजीसम्म पनि घाम डुब्दैन. अहिले चाहिँ मजाले घाम लाग्छ. सर अहिले चाहिँ हामी चाहिँ A3 जाँदैछौँ. A3 नै हो इनफ्याक्ट. अब हामी A3 पुग्छौँ अनि सर घर पुग्छौँ. 1 घन्टा 33 मिनट पुगिन्छ भनेपछि 10 बजेर 15 मिनट पुग्दो रहेछौँ. ल नेसनल स्पिड लिमिट एप्लाइड है. ल बजाउनु पर्यो मुरली ड्राइभर बजाइदेऊ.